हाउ टु जेनेरेट लङ भिडियोज युजिङ एआई। हामीले चाहिँ यहाँनिर एउटा प्रम्प्ट दिएको छौँ। यहाँबाट चाहिँ एआईको लागि आइडियाहरू आइसक्यो। यहाँबाट चाहिँ कुनै एउटा आइडिया छानेर हामीले अब ग्रकमा पेस्ट गर्न लायकको त्योहरू बनाउनेछौँ, प्रम्प्ट बनाउनेछौँ। सो हामीले यहाँ प्रम्प्ट पनि आइसकेको छ। यो प्रम्प्टलाई चाहिँ कपी अनि हामीले ग्रकमा लगेर पेस्ट गर्नेछौँ। ओके, इमेजिनमा गयौँ हामी। अब यहाँ तलको अप्सनबाट चाहिँ कस्तो खालको भिडियोहरू बनाउने, यो 16:9 लङ भिडियोजको लागि, 9:16 सर्ट भिडियोजको लागि हो। ओके, हामीले यहाँनिर टाइप टु इमेजिनमा अघिको कपी गरेको कुरालाई पेस्ट गरेको छौँ। र ग्रकले चाहिँ हाम्रो लागि एउटा भिडियो तयार पारिदिइसकेको छ। डाइनोसरको एउटा भिडियो छ। अब हामी जान्छौँ युकटमा। लेट्स गो टु युकट। अब न्यू प्रोजेक्टमा गएर अघिको फाइललाई हामी चुज गर्नेछौँ जुन 6 सेकेन्डको रहेको छ। अब यसको लास्ट पार्ट, लास्ट सिनमा गएर त्यसलाई स्क्रिनसट गर्नेछौँ। यसलाई स्क्रिनसट गरेर हामी आफ्नो ग्यालरीमा जान्छौँ। ग्यालरीमा गएर यो स्क्रिनसटलाई चाहिँ 16:9 को रेसियोमा, एस्पेक्ट रेसियोलाई 16:9 राखेर चाहिँ क्रप गर्नेछौँ। हामीले सर्ट भिडियोज बनाउँदै गरेको भने चाहिँ 9:16 राख्नुपर्ने हुन्छ। ओके, लेट्स गो टु च्याट जिपिटी अगेन अनि क्लिप 2 लाई कपी गर्ने। अब अघिको स्क्रिनसट गरेको जुन फोटो छ र क्रप गरिसकेको फोटो हो, त्यो फोटोलाई यहाँ सेलेक्ट गर्ने र क्लिप 2 लाई चाहिँ हामीले त्यहाँनिर कपी पेस्ट गर्नेछौँ। ओके, तीनैबाट जेनेरेट भएको यो अर्को भिडियो बनिसकेको छ। एगेन विल गो टु युकट। अघि भर्खर बनेको भिडियोलाई हामीले सिलेक्ट गर्ने अनि यसको पनि लास्ट पार्टलाई स्क्रिनसट गर्नेछौँ र सेम प्रोसेस रिपिट गर्नेछौँ। यसलाई स्क्रिनसट गरेर क्रप गर्नेछौँ 9:16 को रेसियोमा, 16:9 को रेसियोमा। हामी च्याट जिपिटीमा गएर यसलाई कपी गरेर फेरि ग्रकमा पेस्ट गर्नेछौँ। त्यो अन्तिमको पार्टलाई चाहिँ स्क्रिनसट गरेर हामीले राख्नेछौँ। यही प्रोसेसहरू रिपिट गर्दै 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 मैले 4 चोटि जम्मा रिपिट गरेको छु र यो भिडियो बनेको छ। Whoa! This sector's saying JFK 6!